नेपालमा सञ्चार माध्यम र पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गको रूपमा स्थापित रहेको छ। 2046 साल अघिदेखि नै नेपालमा प्रेस क्रियाशील रहे तापनि पञ्चायती शासन व्यवस्थामा भने पत्रकारिता क्षेत्र सङ्कुचित नै रह्यो। नेपालमा प्रजातन्त्र स्थापनाका लागि मिसन पत्रकारिताको अभ्यासको सुरुवात पनि भएको थियो। तर 2046 सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि नेपाली सञ्चार माध्यम र पत्रकारिता क्षेत्रले आफूलाई लोकतन्त्र सुदृढीकरण तथा सुशासन बहालीका लागि महत्त्वपूर्ण अङ्गका रूपमा स्थापित गर्न सक्षम भएको छ। लोकतन्त्र तथा सुशासन सुदृढीकरणका लागि पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको भए तापनि सञ्चार गृहहरूले अझै पनि लैङ्गिक समानता तथा समावेशी नीतिलाई प्रभावकारी तवरले कार्यान्वयन गर्न सकेका छैनन्। विशेष गरी सीमान्तकृत र महिला सञ्चारकर्मीका लागि कार्य सम्पादन तथा कार्यस्थलमा सुरक्षित वातावरण पाउन अझै पनि चुनौतीपूर्ण नै रहेको पाइएको छ। सरकारले लैङ्गिक तथा सामाजिक समावेशितालाई सुनिश्चित गर्न ठोस नीति नै ल्याइसकेको अवस्थामा पनि अधिकांश सञ्चार गृहहरूले यसलाई प्राथमिकतामा राखेको भने पाइँदैन। अधिकांश नेपाली सञ्चार गृहहरूमा लैङ्गिक तथा सामाजिक समावेशितालाई बढावा दिन तथा महिला सञ्चारकर्मीको सुरक्षालाई प्रत्याभूत गर्नका लागि उपयुक्त नीति नियमहरूको अभाव रहेको छ। यसले समग्र नेपाली सञ्चार क्षेत्रको व्यावसायिकता, स्वतन्त्रता तथा समावेशीकरणमा असर गरेको छ। पितृसत्ताको धङधङ्गी हाम्रो समाजमा अहिले पनि बाँकी छ। तसर्थ त्यसको धङधङ्गी मैले हरेक चरणमा भोगेँ। चाहे त्यो हामी सडकमा होइन पत्रकारका मुद्दामा सँगै हुँदा होस्, अथवा डेस्कमा बसेर हाम्रा दुःख सुख सेयरिङ गर्ने ठाउँमा होस्, अथवा कन्टेन्टमै पनि हामीले अझै पनि हाम्रा मुद्दाहरू उठान गर्नका लागि महिला दिवसै आउनुपर्ने, अर्को कुन दिवस आउनुपर्ने, हरेक ठाउँमा महिलाले धेरै समावेशिता पनि गराउँदैनन्, हरेक कुराबाट वञ्चित राख्छन्। महिला जाँदाखेरि धेरै खालको टिका टिप्नी सुन्नमा आउँछन् होइन। म पनि फिल्डमा जाँदाखेरि धेरै कुराहरू सुन्छौँ। आफ्नै क्षेत्रबाट कतिचोटि हेप्ने प्रयास गर्छन्। पत्रकार महिलामाथि विभिन्न किसिमको हिंसा नभएको होइन, तर त्रासको कारणले पनि उहाँहरू आफूमाथि भएको हिंसालाई अगाडि ल्याउन सक्नुहुन्न। महिला भएकै कारणले चाहिँ सोर्सहरूको चाहिँ अविश्वास चाहिँ अझै पनि भेटिन्छ। फिल्डमा जाँदाखेरि तपाईँको लेखाइमा जतिसुकै दम होस्, तपाईँ चाहिँ फिल्डमा गएर म राति गएर भने मान्छेसँग खोजेर कुरा गरेर मेरो स्टोरी डिग गर्छु भने पनि तपाईँलाई त्यो सुरक्षाको एउटा चेतावनीले चाहिँ जहिले झकझक्याउने रहेछ। यस्तो एक्सपिरियन्सहरू चाहिँ धनुषामा मैले फिल गरेको छु। यो नदी उत्खननको विषयलाई स्टोरी गर्न जाँदाखेरि चाहिँ पछ्याइएको र प्रहरी कार्यालयसम्म आफू पुगेर चाहिँ सुरक्षा मागिएको चाहिँ अनुभूतिहरू छन्। नेपाली सञ्चारकर्मीको यस्तो अवस्थालाई मध्यनजर गर्दै विगत 12 वर्षदेखि युरोपियन युनियनको आर्थिक सहयोगमा मिडिया सम्बन्धी विभिन्न परियोजनाहरू कार्यान्वयन भइरहेका छन्, जसको मुख्य उद्देश्य नेपाली सञ्चार क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई मूलधारमा राखी सञ्चार तथा पत्रकारिता क्षेत्रको व्यावसायिकता र जवाफदेहिता सुदृढीकरण गरी अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रलाई थप मजबुत बनाउनु हो। तथा सामाजिक समावेशीकरण नीति तपाईँ हाम्रो न्युज रुममा मात्रै होइन, हामीले उत्पादन गर्ने कन्टेन्टमा पनि हो। जुन यहाँ देखाइएका र यहाँका लैङ्गिक समानताको कुराहरू हाम्रो सञ्चार गृहमा एकदमै पूर्ण तरिकाले पालना हुन्छ भन्ने यहाँहरूमाझ हामी विश्वस्त गराउन चाहन्छौँ। नेपाली सञ्चार र पत्रकारिता क्षेत्रलाई समावेशी तथा महिला सञ्चारकर्मीहरूले व्यावसायिक पत्रकारिता सुरक्षित कार्यस्थल बनाउनका लागि परियोजना मार्फत गरिएका विभिन्न प्रयासहरूका फलस्वरूप केही उल्लेखनीय उपलब्धिहरू पनि देखिन थालेका छन्। उदाहरणका रूपमा केही सञ्चार गृहहरूले आफ्नै पहलमा पनि आफूलाई समावेशी तथा आफ्ना महिला सञ्चारकर्मीहरूलाई कार्य गर्नका लागि सुरक्षित कार्यस्थल बनाई केही ठोस सकारात्मक र उदाहरणीय कार्यहरूको सुरुवात गरेका छन्। सामुदायिक रेडियो टिकापुर एफएम को बसैतिका 5 बजे
दो टेलिभाषा खबर संक्षेपमा तपाईँलाई स्वागत छ। खबर संक्षेपपछि पूर्ण पत्रकार महासङ्घले इन्टरनेसनल अलर्टलाई सिफारिस गरेपछि हामीसँग आउनुभयो र हाम्रो अवस्था बुझ्नुभयो। गत वर्ष 2079मा चाहिँ सामुदायिक रेडियोको जेसी पोलिसी हामीले संशोधन गरेर कार्यान्वयनमा छ। हाम्रो जेसी पोलिसीले तीनटा कुरालाई मेनली फोकस गर्छ। एउटा चाहिँ अब हाम्रो कार्य समिति त्यसमा चाहिँ बन्ने उपसमितिहरू चाहिँ समावेशी हुनुपर्छ भन्ने नीति राखेको छ। त्यसै अनुसार नेतृत्व चयन हुन्छ। अनि अर्को चाहिँ हाम्रो जनशक्ति त्यो पनि डाइभर्स हुनुपर्छ। अर्को हामीले प्र्याक्टिस गर्ने भनेको सामुदायिक रेडियो टिकाहरूबाट प्रसारण हुने जुन कन्टेन्टहरू छन् ती कन्टेन्टहरूमा पनि हामी जेसीको कुरा हेर्छौँ। पानीको अभावले किसानहरूले आफ्नो पेसामा सोचे अनुसार यो रेडियोभित्र पसेपछि चाहिँ यहाँ चाहिँ मेरो पेसागत हकित र सुरक्षाको चाहिँ पर्यावृत्ति छ भन्ने कुरा चाहिँ महसुस गरेका छौँ। जस्तो सुत्केरी हुँदाखेरि मैले सुत्केरी भत्तासहित विधामा बसेँ। त्यसपछि पनि कति लामो समयसम्म चाहिँ स्टेसनले चाहिँ तपाईँ घरबाटै काम गर्नुहोस् भनेर त्यो सुविधा दियो। त्यो नमिलाइदिएको भए चाहिँ मैले जागिर छोड्नु पर्थ्यो। त्यस्तो खालको सुविधाहरू महिलाहरूलाई भयो भने काम गर्न सजिलो हुन्छ। विश्रामपछि मध्याह्न खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जसरी पुरुषहरूलाई मिडिया हाउसमा काम गर्न सजिलो छ, तुलनात्मक रूपमा महिला वा कम प्रतिनिधित्व भएका समुदायहरूको लागि चाहिँ चुनौती चाहिँ बढी हुन्छ। त्यस कारणले गर्दाखेरि यसलाई सम्बोधन गर्नको लागि चाहिँ यो कार्यक्षेत्रमा हुने दुर्व्यवहार र हिंसाहरू नहोस् भनेर चाहिँ हामीले पोलिसी बनाएका छौँ। जुन हामीले अपोइन्टमेन्ट लेटर दिन्छौँ त्यो दिने बेलामै हाम्रो अफिसमा चाहिँ यस्तो पोलिसी छ महिलाको विषयमा, जात जातिको विषयमा लगायतका त्यो पत्रकारले मान्नुपर्ने आचार संहिता सँगै यो कुरा पनि तपाईँले अनिवार्य पालना गर्नुपर्ने कुरामा आउँछ है भनेर चाहिँ भन्छौँ। गोरखापत्र संस्थानको कुरा छ, त्यसमा करिब 50% हाम्रो महिला कर्मचारीहरूले लिड गर्नुहुन्छ। विशेष गरी कार्यस्थल जुन छ त्यसलाई चाहिँ महिला मैत्री कसरी बनाउन सकिन्छ भन्ने कुरालाई पनि नीति कार्यक्रम र हाम्रा प्राथमिकताहरूमा राखेका छौँ। जस्तो उदाहरणका लागि शौचालयको कुरा, छुट्टा छुट्टै हुने कुराहरू, अनि हाम्रो उत्पादनमा काम गर्ने महिला कर्मचारीहरूको लागि पोसाक परिवर्तन गर्ने छुट्टै कक्षको कुराहरू र वर्किङ स्पेसको कुराहरू पनि त्यसो किसिमले म्यानेज गरेका छौँ। त्यो सँगसँगै सामाजिक रूपान्तरणको अभियानलाई चाहिँ जुन राज्यले एउटा नीतिको रूपमा अवलम्बन गरेको छ त्यसलाई पनि हामीले यो लैङ्गिक तथा सामाजिक समावेशीकरण अन्तर्गत जोडेर लगिरहेछौँ। र पछिल्लो समय हामीले समावेशिताको कुरालाई, लैङ्गिक मैत्री समाजको मुद्दाहरूलाई बढी प्राथमिकतामा राख्ने भनेर निर्देशिका नै तयार गरेका छौँ। महिला सञ्चारकर्मी भएर काम गरिरहँदा जस्तै कार्यालयमा बन्ने यो जेसी नीतिका कुराहरू नबन्दाखेरि चाहिँ कठिन पनि हुन्छ। जस्तै फिल्ड रिपोर्टिङमा जानुभएको छ, त्यहाँ तपाईँलाई केही अप्ठ्याराहरू आइलागे, तपाईँ कसैले पिछा लाग्यो अथवा तपाईँबारे एकदमै बायस भएर कुराहरू गरियो होइन, तपाईँको माथि ह्यारेसमेन्टका केही क्रियाकलापहरू भयो भने तपाईँको नीति छ भने चाहिँ तपाईँको अफिसले पनि चाँडै एक्सन लिन पनि सक्नुहुन्छ र उसको प्रोफेसनलाई अगाडि बढाउने पाटोमा चाहिँ मद्दत गर्छ। पत्रकारिता कानुन सिकाउने, संविधानको परिपालना गर्न सिकाउने पेसा पनि हो। त्यसो हुँदाखेरि पत्रकारितामै समावेशिता भएन भने यसले बोल्ने लेख्ने कुराको अर्थ पनि रहँदैन। त्यसो हुँदाखेरि समावेशिता यहाँ अति आवश्यक छ। महिला मैत्री वातावरणको कुरा चाहिँ गर्छौँ, तर त्यो चाहिँ हामीले कति लागू गऱ्यौँ त? जस्तै एउटा सामान्य टोयलेटमा, बाथरुममा एउटा काटी किल्ला महिलाहरूसँग त ब्याग हुन्छ नि त, सल हुन्छ नि त, त्यो टाँगेर राख्न सक्ने वातावरण त त्यसको लागि त खर्च लाग्दैन। ती खालका सोचाइमा चाहिँ परिवर्तन आउन जरुरी छ। लैङ्गिक मुद्दाहरूका सवालमा चाहिँ धेरै समाचारहरू लेख्छौँ, तर हामीले समाचार लेख्छौँ तर आफू कति चाहिँ लैङ्गिक मैत्री छौँ अथवा चाहिँ हामी समावेशिताको अभ्यास गरिरहेका छौँ कि छैनौँ भनेर चाहिँ हामी चाहिँ आफूलाई फर्केर हेर्दैनौँ। त्यही भएर चाहिँ नीति नै बनाएर चाहिँ काम गर्दाखेरि काम गर्न सहज हुँदो रहेछ। सुनवाईका लागि वैशाख 23मा पेशी निर्धारण गर्न न्यायाधीश यो क्षेत्रमा महिला पत्रकारहरूलाई टिकाउन अथवा स्थापित गराउन र यो पेसामा जति पनि महिलाहरूलाई चाहिँ अधिकभन्दा अधिक समावेश गराउनका लागि चाहिँ यो जेसी पोलिसी एकदमै आवश्यक छ। यो नीति बनाएर र त्यसलाई पालना गरेर जाँदाखेरि न्युजरुमलाई पनि राम्रो हुन्छ, त्यहाँ कार्यरत सञ्चारकर्मी र अरू कर्मचारीलाई पनि राम्रो हुन्छ र समग्रतामा सबैलाई राम्रो। यो चाहिँ खास विन विनको पोलिसी हो।
यति धेरै सकारात्मक कार्यहरूको पहलका बावजुद पनि नेपाली सञ्चार क्षेत्रलाई प्रभावकारी रूपमा समावेशी तथा महिला सञ्चारकर्मीहरूका लागि सुरक्षित कार्यस्थल निर्माण गर्न अझै धेरै काम गर्नुपर्ने आजको आवश्यकता रहेको छ। साथै सञ्चार तथा पत्रकारिता क्षेत्रलाई थप प्रभावकारी बनाउन लैङ्गिक तथा सामाजिक समावेशिता नीतिको प्रभावकारी कार्यान्वयन गर्नु सञ्चार गृहको टटकारो आवश्यकता देखिएको छ, जसले गर्दा भविष्यमा नेपाली सञ्चार क्षेत्र अझ व्यावसायिक, स्वतन्त्र तथा समावेशी बन्न मद्दत गर्नेछ। तपाईँको जेसी पोलिसी छैन भने सेफगार्डिङमा काम गर्नुभएको छैन, पोलिसी छ तर कार्यान्वयन गर्नुभएको छैन भने पनि मेरो एकदमै आग्रह छ आजैदेखि यहाँहरूले काम गरिदिनु होला, त्यसलाई लागू गरिदिनु होला।